पैसा तिर्नु पर्ने। आहा सामान चाहिँ राम्रो आइदियोस्। मम्मीले पैसा पो दिने कि नदियो। के ल्याइछ फेरि? सामान हो क्या। अस्ति पनि यस्तै ल्याएको थिइस् त। अस्तिको व्हाइट कलरको थियो, आजको ब्ल्याक कलरको छ। यो हेर्दा त उस्तै देखिन्छ त। देख्नलाई त उस्तै देखिन्छ नि। पैसा चाहिँ दिनु न, बाहिर मान्छे कुरिरहेछ। तपाईँलाई फेसन भन्ने कुरा थाहा नै छैन अनि। यसको पैसा नि अब तेरो फेसनले नै तिर्छ। अहिलेका छोराछोरीले त जति गर्दा नहुने भयो भगवान्। लौ बाहिर मान्छे कुरिरहेछ अनि यो पैसा चाहिँ कसले दिन्छ त अब यसको? ड्याडी भन्छु अब फोनमा हालिदिनु भन्छु।